के तपाईहरूले छोराछोरी आफूबाट टाढा भएपछि वा घर छोडेर गइसकेपछि आमा बुवामा आउने खल्लोपन र भावनात्मक परिवर्तनहरू महसुस गर्नुभएको छ वा कसैले महसुस गरेको देख्नु भएको छ? यस्तो खालको भावनात्मक परिवर्तनहरूलाई एम्प्टी नेस्ट सिन्ड्रोम भनेर भन्ने गरिन्छ र यो एउटा फर्मल डायग्नोसिस भएको रोग चाहिँ होइन, तर नयाँ परिस्थितिमा हुने विभिन्न खालका भावनात्मक परिवर्तनहरू हुन् जसले गर्दाखेरि चाहिँ मान्छेलाई गाह्रो बनाउन सक्छ। र घरका सबै छोराछोरीहरू घर छोडेर गइसकेपछि यस्ता लक्षणहरू देखा पर्न सक्छन् र हाम्रो जस्तो देश जहाँ वैदेशिक रोजगारको दर एकदम धेरै छ र मान्छेको औसत आयु पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ र छोराछोरीलाई बुढेसकालको सहारा भनेर भन्ने गरिन्छ, यस्तो देशमा चाहिँ भविष्यमा यस्तो समस्या झन् बढी बढ्ने सम्भावना छ र यस्तो अवस्थामा मन उदास हुने, एक्लोपन महसुस हुने, चिन्ता र बेचैनीको महसुस हुने, अभिभावकको रूपमा आफ्नो पहिचान गुमाएको महसुस हुने, निद्रा र भोकमा परिवर्तन आउने जस्ता लक्षणहरू देखा पर्न सक्छन् र यस्ता लक्षणहरू केही महिनादेखि 1 वर्ष वा सोभन्दा बढी समयसम्म पनि रहन सक्छन्। तर कुनै कुनै अवस्थामा भने आमा बुवालाई स्वतन्त्र भएको महसुस हुने, आफ्नो स्वास्थ्य र रुचिहरूमा ध्यान दिने समय मिल्ने, साथै सामाजिक कार्यक्रमहरूमा भाग लिने मौका मिल्ने र वैवाहिक सम्बन्ध पनि बलियो भएको महसुस पनि हुन सक्छ। र यस्तो अवस्थामा गाह्रो भएको खण्डमा चाहिँ आफ्नो भावनालाई नलुकाइकन परिवारका मान्छेहरूसँग खुलेर कुरा गर्नुपर्छ। साथै जीवनको अन्य भूमिकाहरू जस्तै कि श्रीमान श्रीमतीको भूमिका निभाउने, साथीभाइसँग भेटघाट गर्ने, सामाजिक कार्यक्रमहरूमा सहभागी हुने र आफ्नो रुचिको कामहरू गरेर समय बिताउने गर्दा चाहिँ यसले सहज बनाउँछ। र छोराछोरीसँग नियमित रूपमा सम्पर्कमा रहनुपर्छ, तर आफ्नो र उनीहरूको फ्रिडमलाई भने हनन गर्नुहुन्न र नयाँ रुटिनलाई स्वीकार्ने बानी बसाल्नुपर्छ र आफैमा लगानी गर्ने बानी बसाल्नेले पनि यस्तो अवस्थाबाट धेरै राहत मिल्दछ।